नमस्ते, वेलकम टु करुणास किचन। आज म हजुरहरूसँग बुङ्गा र तिलको अचारको रेसिपी लिएर आएको छु। मैले एउटा बुङ्गा लिएको छु। हेर्नुहोस् त, यसरी बुङ्गाबाट फुल निकाल्दैछु। अब यो फुलहरू जम्मै निकालिसकेपछि यसलाई एक वटा गरेर सफा गर्नुपर्छ। सफा गर्दा चाहिँ यो फुलबाट बीचको मोटो भाग डन्ठा चाहिँ यसरी निकाल्नुपर्छ। त्यसपछि एउटा पतला प्लास्टिक जस्तो निकाल्नुपर्छ। यसरी हेर्नुहोस् त, यो जुन पतला प्लास्टिक जस्तो छ यस्तो निकाल्दैछु र अब यो मोटो डन्ठा चाहिँ निकालेर फ्याँक्नुपर्छ। अब म जम्मै फुलहरू यस प्रकारले नै सफा गर्दैछु र अब सफा पनि गरिसकेँ। अब यो सफा गरेको फुललाई एउटा कुकरमा हाल्दैछु। त्यसपछि दुईटा छिलेर आलु पनि हाले मिडियम साइजको र 1 लिटर पानी हालेर अब यसलाई मिडियम हिटमा 5 सिटी आइन्जेलसम्म म पकाउँछु। हेर्नुहोस् त, 5 सिटी पनि लागिसक्यो। अब म यो ग्यास हटाएर कुकरबाट निकाल्दैछु। हेर्नुहोस् कस्तो मजाले आलु ठिक्कले पाकेछ र बुङ्गा पनि मजाले पाकिसक्यो। अब यो बुङ्गामा रहेको पानी जम्मै म फ्याँक्दैछु। यो पानीलाई सबै फ्याँक्नुपर्छ र चिसो भएपछि यसरी मसिनो पिसमा काट्दैछु। बुङ्गालाई सानो पिसमा काट्नुपर्छ। हामीले सागहरू काटेको जस्तै गरेर काट्नुपर्छ। सायद हजुरहरूले बुङ्गा र तिलको अचार खानुभएको होला, तर जति पनि जसले खानुभएको छैन, अब एकपल्ट बुङ्गा र तिलको अचार यस प्रकारले बनाएर ट्राई गर्नुहोस् घरमा। मलाई लाग्छ हजुरहरूलाई अवश्य मनपर्नेछ। मैले बात गर्दा गर्दै बुङ्गाहरू पनि जम्मै काटिसकेँ। हेर्नुहोस्, अब म 100 ग्राम सेतो तिल भुट्दैछु। एकदमै ड्राई रोस्ट गर्नुपर्छ, ब्राउन नभइन्जेलसम्म भुट्नुपर्छ। हेर्नुहोस् त, गोल्डन ब्राउन हुनुपर्छ। गोल्डन ब्राउन पनि भइसक्यो। अब म यसलाई ग्राइन्डर जारमा सेलाएपछि पिसेर यसरी हाल्दैछु बुङ्गामाथि। जुन पकाएर काटेको बुङ्गाको फुल थियो त्यसमा हाल्दैछु र तिल हालिसकेपछि यसरी स्वादअनुसार नुन हाल्नुहोस्। अब अघि उसिनेको आलु मसिनो क्युबमा काट्दैछु र त्यसपछि मस्टर्ड ओइलमा तोरीको तेलमा 1 चम्ची, सानो चम्चीको 1 चम्ची मेथीको दाना कालो नभइन्जेलसम्म पुर्याउनुपर्छ। अनि फ्लेमलाई अफ गरेर 4वटा लामो लामो खोर्सानी चिरेर हाले। फ्लेम अफ गरेर मात्रै हाल्नुपर्छ, नभए एकदमै पड्किन्छ। अब फेरि म हर्दी हाल्दैछु। सानो चम्चीको आधा चम्ची हर्दी हाले र अब म यो तेल झानेको यो अचारमाथि हाल्दैछु। अब म 1 इन्ची अदुवाको पेस्ट बनाउँछु र 2वटा निम्बुको रस हाल्नेछु। मैले अदुवाको पेस्ट पनि बनाएर हालिसकेँ र अब निम्बु निचर्दैछु। अब यो अचारमा चाहिँ अलिक अमिलो चाहिँ मजाले लागेको हुनुपर्छ, अनि मात्रै अलिक टेस्ट मजाको तिखर आउँछ। र हजुरहरूको क्वान्टिटी अनुसार निम्बु हाल्नुहोस्। अब मैले निम्बु पनि निचरिसकेँ र अब यसलाई मजाले मोल्दैछु। एकदमै राम्रोसँगले मोल्नुपर्छ। तिल, नुन, निम्बु जम्मै तेलहरू मजाले जम्मै आलु र बुङ्गामा लाग्नुपर्छ। मोल्दाखेरि चाहिँ यसरी आलुलाई
एकदम मिच्नु हुँदैन, म्यास गर्नु हुँदैन, आलु चाहिँ डल्लो डल्लै हुनुपर्छ। मैले अचार पनि बनाइसकेँ, अब रेडी भयो। अब म हजुरहरूलाई टेस्ट गरेर पनि भन्नेछु कस्तो भयो भनेर। वाउ, एकदमै यम्मी भएछ। अब हजुरहरूले पनि यसरी नै घरमा तिल र बुङ्गाको अचार बनाएर ट्राई गर्नुहोस्। मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनुहोस्। थ्याङ्क यू फर वाचिङ।